सो हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ बिआरबी अनि म चाहिँ अब गाउँमा भोट हाल्ने भनेको छ नि, त्यही भएर भोट हाल्नलाई गाउँतिर चलिदिएँ। अनि अब गाडी आजबाट बन्द भइसक्यो नि त, अनि त्यही भएर मैले चाहिँ अब अफिसकै साधन छ, बाटो राम्रै छ, अनि त्यही भएर चलिदिएको। एक ठाउँमा चाहिँ ध्वस्तै छ भन्छन्, पहिरो गएर बाटो बनाएकै छैन भन्थ्यो अरे, के छ हेरौँ होइन। दाजुभाइ सबै स्कुटरमा लाग्यो, अनि मसँग चाहिँ बुढी र छोरा छ, अनि भाइ चाहिँ एक्लै सामान हालेछ हिँडेछ। म तपाईँहरूलाई यो कास्की जिल्लाको भाइरल पुल नै देखाइदिन्छु। बाटो एकतिर पुल एकतिर भनेको बेला त्यो माथि गाउँपालिकाको जुन आएको थियो नि त्यो बेला भिडियो। यता छेउछेउ गयो नि हुन्छ, छेउछेउ गयो भने पुगिन्छ, तर यतैबाट जाम होइन। भाइलाई अगाडि हिँड भनेको, भ्लगमा आउँछु भनेर के हो मानेन। बुढाबुढीहरू साइकल खेतमा दौडाइरहेछ। हाम्रो फेरि गाउँतिर त लास्टेची छ। केटा अब पोखरा छोडियो, लाग्यो केटा गाउँतिर। ल्या झोल खाऊ बुढा। लगेडा तिमीहरूको महेन्द्र पुलबाट गाउँ खोला जाने गाडी आउँछ नि, यहीँसम्म आउने। यहाँबाट लगभग रन्केर गयो भने आधी घन्टा 1 घन्टामा त म घरमा पुग्छु, तर बाबु छ रन्काउनु मिल्दैन है। अनि अब बच्चा भएको बेलामा, सानो बच्चा भएको बेलामा त्यस्तो रन्कायो भने चिसो लाग्छ। औषधि लिगिहाल्यो बाबुको बिरुवाको र खोकीको चाहिँ, फेरि लागिहाल्यो भने त क्यार्नी गाउँमा त है। सरजाम लगेडा सुरु भयो बाटो अफ रोड। ओए पानी भाँडा त हिँड्छ त। अस्ति पैसा लिन जाने दिनमा महिलाई यही बाटोलाई लिएको रन्केर गएको थियो है। गाइस देखो न ओ गाई। अनि यता त अनि खोला आएको सिमसार छ नि त, अनि त्यही भएर हेलो गाइस, माथि गाउँपालिकातिर लाग्यो। गाह्रो छ माथि गाउँपालिका छिर्ने बेला हुन लाग्यो। अब अहिलेसम्म त गाउँ खोलै छौँ हामी। माइलीहरूको घर जाने यो बाटो नछोडे हाम्रो घर जाने थियो। रे उतैबाट हो माइलीहरूको जाने। भैँसे र स्याहे भन्ने ठाउँ छ कि, भैँसे अनि के भन्ने छ, त्यहाँबाट माथि गयो भने माइलीहरूको घरतिर गइन्छ, तल गयो भने हाम्रो घरतिर। सन्देशा गाइज बाटो चाहिँ ध्वस्तै छ, अब कुरै नरौँ होइन। एकछिन यस्तो हो, फेरि अलि अलिकति राम्रो छ। लगभग अलि बाटो यस्तै छ, नत्र अरू त सबै राम्रै छ क्या बाटो। पर्दैन यहाँबाट त डाइरेक्ट भगवती टार पुगिन्छ क्या। अब देखो न गाइज, यतातिर नि घाँस दाउरा गर्नु हुँदो रहेछ है त। ल मलाई थाहा छ, यतातिर त घाँस दाउरा गर्नुहुन्न होला जस्तो लागिरहेको थियो, घाँस दाउरा गर्नु हुँदो रहेछ गाइज है। ल कृषि प्रधान देश भनेर अहिले चाहिँ बरु हो कि जस्तो लाग्यो है। ल दामी रहेछ ठाउँ त। तारखाङ भैँसी लेख्न पर्ने कि तारखाङ लेखेछन्, अनि कहाँबाट चिन्छ मान्छेले। ल गाइस अब
बल्ल जन्मथलोतिर लाग्न लाग्यो माथि गाउँपालिका भनेर लेखेको गेट आइयो है। अब चाहिँ घर छिरे जस्तो फिल हुन्छ। तिमी त दसैँ पछि बोल्दा है, म त अस्ति यसो छ्यास गाउँ त हेर्न पाएँ। विजयपुर खोला के को बिजी खोला हो? विजयपुर खोला मिजुरे 11 किलोमिटर, रातामाटा 5 किलोमिटर, गोरखटार। ल वेलकम टु माई मादी गाउँपालिका 12। मादी कति हो यो त थाहा छैन, तारकाङतिर त मलाई 3-4 कति हो तारकाङतिर भनिरहेको छु नि। यो तारकाङ होइन, यो बल्ल मादी गाउँपालिका स्टार्ट भयो। अब यो ठाउँलाई चाहिँ के भन्छ, के टार भन्छ के पुरान धारा घुम्ती। यत्तिकै घर बनाउने चट्ट बस्ने हो कि मस्त हुन्छ आनन्द। ल गाइस देखो न देखो भन्दै बस्नु पर्ला जस्तो। ल है त बाई बाई पोखरा। के चेकिङ रहेछ भने त मामाको च्याक्समा पऱ्यो भने टाप बस्ने। राम्रै जाने 30-35 स्पिडमा जाऊँ होइन सर, र धेरै स्पिड नै नजाऊँ। अहिले फेरि भुग्रुक्क लडी अन्तमा टुङ्ने आफूलाई त केही हुन्थेन, उठेर किनिन्थ्यो। छोरोलाई जे हुन्छ। सिक्लेसको गाउनु भयो होइन, त्योहरूलाई त्यो बाटो राम्रोसित थाहा छ। मेरो घरबाट सिक्लेस त लगभग 1-1.5 घन्टा लाग्छ, तर म अहिलेसम्म गएँ घरै भएँ सिक्लेसै भयो। ए कतिचोटि जाम भन्थेँ, म जानै जान्छु। सिक्लेसमा एकचोटि गएको कि दाइसँग, त्यति हो। त्यही सानो थिएँ, मित्राको घरतिर पुग्यो अनि फर्कियो। अब एकचोटि कुकुर लिन जाने हो भोटे। ल गाइस यो चाहिँ माथि गाउँपालिकाबाट ल्याएको हाई टेन्सनको लाइन हो कि। 11,000 भोल्ट हो कि कतिको हो। ल गाइस होइन सर आइयो, बिस्तारै लेभल बढाउँदै बढाउँदै माथि जाऊँ। माथि जाँदाखेरि चाहिँ सास फेर्न हल्का गाह्रो भएको जस्तो फिल हुन्छ। अनि पेट्रोल बाइकहरू स्कुटरहरूलाई चाहिँ गाह्रो तान्न गाह्रो माने जस्तो हुन्छ, तर हाम्रो बाइकहरूलाई त हुँदैन। गाउँतिर पनि बजारबाट डोराहरू झार्नुपर्छ केटा, बुने अरे बजार पठायो बेच्ने। अनि थाप्दैन गर्ने पनि खासै कोन र यिनी हालेर लैदिने हो। लास्ट टाइम सन्देशले त भाउजूले हाल्छ हो कि अझै किन बुझ्यो खोइ त्यो त अलिक कुरा छैन, त्यो त तुर्सो। अहिले गाउँतिर गयो नि हुन्छ टिप्न। तर यो सिमलको मकै हामीले कति खान्थ्यौँ यहाँ गोरु हेर्न गाईहरू हेर्न जाँदाखेरि। हाम्रो त अर्जुन गोरु के हाम्रो गोरु के त्यो गोरुहरू गाउँभरिको सबैभन्दा डन थियो हाम्रो गोरु। अनि हेर्नै पर्थेन, अरूले आफ्नो गोरु हेर्थे अनि हाम्रो गोरु तिनीहरू चाहिँ हिँड्थ्यो। अनि आफू त घरि मकै चोरेर खाइदियो, घरि कसैको बोडी सोडी खाइदियो, कसैको सिमी खाइदियो, जे भेट्छ त्यो त लग्राइदिने सबको। ओडाकारलाई जाने बाटो के लगले गरेको छ। नि त गाइस ल ठ्याक्कै हामी चाहिँ अहिले कहाँ आयो भन्दा यहाँ एकताका टिकटक डेन्जर भाइरल थियो, को कोलाई थाहा छ। ल गाइस 103 जना सब्सक्राइबर भएको युट्युबर 1.5 वर्ष भइसक्यो। बिचमा चाहिँ मेरो फोन थिएन राम्रो,
अनि त्यही भएर भ्लग बनाउन पाएको थिएन। अहिले चाहिँ कन्टिन्यू हानेछु। ल यसो माया देखाइदिनु है। अब अरू त के भन्नु छ र, त्यस्तै हो। ए झापा हाल्ने क्या, त्यस्तो सिक्ने ठाउँ होइन नि त यो। बाटोमा ल्याएर स्कुटर सिकाएर हुन्छ। कृपया यस्तो बाटोमा हातमा बसेको मान्छेहरूलाई नसिकाउनु होला भन्न चाहन्छु। गुल्टिए त अरू आफै मरे त केही भएन। हामीहरूलाई मार्नु भएन, अरूहरूलाई मार्नु भएन। सबै एउटै स्पिडमा हिँडेको हुन्न, रन्केर हिँडेको हुन्छ सबै। यसै 3 किलोमिटरमा कि लगायत यहाँ एउटा रिसर्च छ। कसैलाई आएर चट्ट बसेर घुमेर भातसात खान मन छ भने डेटिङ स्पोट दामी छ यो ठाउँ। रुमहरू पनि सस्तो छ। यहाँ चाहिँ मृग वन क्षेत्र, यहाँबाट माथि जाने हो क्या कालीको जाने। सन्देश आयो। लास्टै स्लो चलाउँछ त्यसले। सिक्लेसतिरको डोनाहरू कुन चाहिँ पार्टीको डोनाहरू हो थाहा छैन। भोट फर घन्टी हो सिधै। मासु भात एमाले काङ्ग्रेस माओवादी जसले खुवाउँछन् खाइदिने हो। अन्त पैसा दिएर भोट हाल्छन् भन्ने चाहिँ कहाँबाट हुन्छ भनेको कि। भैँसे भैँसे ओह्रालो हो, भैँसे ओह्रालो। के नि बुझिन, भन्नै नजान्ने भएपछि किन भन्ने। लगाइ चाहिँ यहाँ आउँदा चाहिँ को कोले कहाँको जस्तो झल्काउँछ एकपल्ट भन्नु सर्लक्क। ल हाम्रो गाउँ पनि देखियो भनौँ न। हाम्रो गाउँ त के देखिन्थ्यो र, बल्ल रातामाटा आइयो है। टाइम लाग्छ हाम्रो गाउँ देखिन त। ल ल ल रातामाटा रिसोर्ट हो नि क्या यहाँ तल। चाक डसे क्या मेरो त यार यो प्यान्टले यार। हिँड्न नि पऱ्यो नि त्यो अगाडि। भ्लगमा देखिन्छ भने त उहाँ तिन काममा पछाडि बस्यो। खोइ के बोलेको औसीले बसेर राख्छन् साउन्डमा हो कि केमा हो। ए होइन चैता हो। काफल खाने बेलामा अहिले के हो त। सरजी आउँदै हुनुहुन्छ। सरजी चाहिँ फेरि लास्टै छेरपोक सरजी हुनुहुन्छ। यता तल झरियाला फेरि यार यता देखाउँदै देखाउँदै। यस्तो जङ्गलको के भ्लग बनाउने। यस्तो हामी जङ्गललाई झरिराखौँ म मान्छेले चाहेर पाउनु नि यस्तो ठाउँ। हामी यहाँ पाएर त चाहिए छैन भने जस्तो। कस्तो लो भन्न, जाउँ 20 किलोमिटर त छ नि यहाँबाट। एक पोखराबाट हाम्रो घर। अब 20 किलोमिटर भएको ठाउँमा अनि बिहान बेलुका अप एन्ड डाउन गर्न झ्याउला भनेर वहीँ बस्छन् मान्छेहरू। होइन दिनदिनै हिँड्न चाहिँ गाह्रो हुन्छ क्या अरू महिना भन्दा जाडो महिना त। नत्र म वहीँ गाउँ बस्थेँ क्या मस्त। भङ्गेरे के हो यो, भङ्गेरी हो कि यो। भङ्गेरी भनेको के हो, चरी।
गाइस सब भोटामाना गाउँतिर फर्किँदैछन् अनि मेरो त जम्मा 65 किलोमिटर छ, घर पुग्नेलाई 20 किलोमिटर हो। एउटा असारमा खतरनाक भनेको यहीँ हो। दामी दामी गोरु छन् यार, पहिला पहिला त लास्टै गरिन्थ्यो। सबजना चुनावको लागि हिँडेछन्। अब प्रचार प्रसार गर्न नपाउने, डेकहरू स्पिकरहरू केही बजाउन नपाउने भनेर भनेछ होइन। तर के गर्ने, आजबाट प्रचार प्रसार गर्न हिजोबाट पाइन्न नि, होलीको दिन देखाउँ त। बस्ती क्षेत्र सावधान, 20 किलोमिटर प्रति स्पिड। ल गाइस, भैँसीको पुलमा नि आइयो, माथि गाउँपालिकाको नदी देख्न पाइयो। यही हो केटा हो हाम्रो गाउँलाई माथि 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 हालिदिने हो क्या। टप्पर आयो टप्पर, हेमराज हेमराजलाई बाटो छोडिदिनु पर्छ। ओ मा कुटुला, यही भएर एमालेलाई भोट नदिएको मैले। एमालेलाई भोट दियो भने यस्तो यस्तो बाटोमा धुला खान पाइन्छ। किनभने एमालेको कार्यकर्ता यो भैँसीको क्षेत्रको त्यो माथि गाउँपालिकाको फेरि कसैले नै होइन, सरकारले हो, नेपाल सरकारले भट्टा एमालेले दिएको के केपिएलको खोल्टी बात दिएर एमालेको खोल्टीबाट दिएको भए पो यहाँ रहेछ नि त जय घन्टी। घन्टीको भने यतिको चाहिँ हुनुपर्छ, गाउँतिर नि घन्टीको व्यापार चाहिँ गराउनुपर्छ। ल केटा, अब चाहिँ गाउँतिर लाग्यो गाइस, अब सरर गाउँ जाने हो। हाम्रो सरकार सुत्नुभयो, अब सरकार सुतेपछि त टेन्सनै हुन्न, सरकारलाई छोपिदिए भइहाल्छ। अनि अब चट्ट सरर जाने हो। भैँसी गोरु घेरेको देख्दा चाहिँ फेरि डेन्जर मन लाउँछ यार। यस्तो भैँसी गोरु हेर्न आएको देख्दा चाहिँ डेन्जर हेर्न मन लाग्छ, जुधाउन के जुधाउन अझै। यता नि हिबी नै लिएर खान होइन, ढुक्क कि म्याटुमे। ओहो, यो हो क्या लाइफ टाइम होला तिमीहरूको। पोखरामा यत्रो यत्रो गद्दा जस्तोमा सुतेर नि मस्त निन्द्रा आउनु, त्यहाँ यत्तिकै निन्द्रा जानु। गाइज यो चाहिँ फेरि कट्टर एमालेहरूको क्षेत्र, अनि अर्को भनेको काङ्ग्रेसको मेयरको यहीँ यस्तो बाटो हो म्या, कस्तो फाल्छ नबटा है एक पनि। के भयो लामो दावाको त टाउकै गयो। फाल्दे यी एउटा फुटिसक्यो। फाल्दे त्यस्तो रोटी भइरह्यो, अब टायर मुनि परेपछि नि बाँकी रहन्छ। थर्मसहरू के छ के अरे ल्याउन नि।
यो चाहिँ कट्टर एमालेको बुढोको र उसको थियो कि त्यति बेला काङ्ग्रेसको होइन माओवादीको काङ्ग्रेसको थिएन माओवादीको र कट्टर एमालेको बुढोहरू दुईजना हुँदाखेरि नि यो बाटो खन्न नसकेको जाँठाहरू आफ्नै गाउँ छिर्ने बाटो यस्तो हालतसम्म चाहिँ बगर बगर हिँड्छ अनि त्यही भएर यस्तोहरूलाई भोट दिन्छन् कसैले दिन हुन्छ जस्तो लाग्छ तपाईँहरूलाई पुरै यही भित्रसँगै हान्छ हान्न त त्यही भएर त उता माथि डाँडाबाट बनाउनु भन्थे अहिलेसम्म अन्त यो एमालेको बुढोहरू काङ्ग्रेसको बुढोहरूले माओवादीको बुढोहरू यिनीहरू गरेकै छैन यस्तो जाँठो छ ठाउँ होइन माटो के गर्ने जाँठा बुढाहरूलाई उचाल्दै फाल्दै गर्नुपर्ने हो कि गाडीमा आउँदा कस्तो हुन्छ होला नि मान्छेको हालत उहाँ छेउछेउ पुग्छ टायर आहा थियो घरपुटा नै यहाँबाट 20 किलोमिटर रहेछ अझै पोखराबाट त 40 किलोमिटर भइहाल्यो गाउँ आइसक्यो गाइज मेरो दावाको बोतल फुट्यो अब यो सुजन सरलाई यो भिडियो देखाएर बोतल देऊ भन्नु पर्यो यार बोतलै फुट्यो यार पानी खाने बोतलै पट्टै कस्तो टेन्सन भयो यार ठ्याक्कै 2 लिटर 2.5 लिटर कि 2 लिटर जान्छ त्यो बोतलमा ल गाइस अब चाहिँ गाउँतिर आइपुग्यो अब टक्क गाउँ आइपुग्यो भन्दा नि भयो भगवती टार 2 किलोमिटर बाँकी यहाँ नेसमा धरे उहाँ लेन सुरु हुनु पुऱ्याउँछ म स्कुलमै हानिदिन्छु यिनीहरू जति त ल काइजी यिनीको पुल आइयो यस्तो रमाइलो छ गाउँतिर आउनु भाइब चाहिँ छुट्टियो कि गाउँतिर त यार यतातिर गाउँतिर ढाँटेको नि 1 रुपियाँ पैसा नभए पनि यता केही टेन्सनै छैन पोखरामा घरबाट बाहिर निस्किन्छ पैसा चाहिन्छ यार गाउँतिर ढुक्क माटने गेटा हो भनेपछि चिया खाजा उता हो भने चाहिँ के को जाने भने गाउँ डुल्नु परेन किन जाने हो त्यता तिनीहरू छ तिनीहरू त भयो नि किन जाने हो त्यता काम ए त्यो हाम्रो अमृतहरूको घर भनेको यहाँ रहेछ कि ल बल्ल थाहा भयो कसको छोरो हो हेर्नु है हेर्नु सुध्राउनु ए मेरो छोराले त भेप किनेर दिने उहाँ आफै म चाहिँ टेन्सन होइन 18 वर्षको गर्नु पर्यो आफैले कोही गर्न सक्नु पर्यो त्यसपछि भल भनेर ओहो गुरु ल फाइनली भगवती टाढा आइयो एङ्जाकोट जाने एउटा क्या ल भगवत त्यताबाट पनि जानु मिल्छ त नि ल भगवती मेरो रक्षा गर यताबाट जान्छ नि यसरी रोप्छन् क्या हाम्रोतिर मकै एङ्जाकोटको त्यो गाडीहरू त उतैबाट जान्छ फेरि हाम्रो यहाँ जाने गाडी पनि छ क्या एङ्जाकोट वा कति सानो सानो बाख्रा यार
भगवती मन्दिर उतापट्टि हो, हामी यता जाँदैछौँ। अब सर र त्यो पारिको बाटो चाहिँ होइन हाम्रो चोर 12 नम्बरको वडा अध्यक्षमा टुङ्ने चोरहरू नै तिमीहरू 12 नम्बर वडा अध्यक्षहरू पहिलाको पनि अहिलेको पनि यहाँहरू जहाँसुकैको होस् न, पहिलाको नि अहिले पनि चोरै हो क्या यहाँहरू। गतिलो काम गर्नुपर्छ नि यहाँ। त्यति जाडो एउटा त्यहाँ घुम्लेको त्यो पुलबाट गाई चाहिँ भगवती टारसम्म पिच गर्न सक्दैन, अनि जब त्यहाँ सौर्यसम्म पिच छ त्यति 2 किलोमिटर पिच गर्न सक्दैन भने 12 नम्बर वडा त चाहिँ किन भन्नु पर्दैन चोरहरू हो। अनि त्यो अमेरिका जाने भएपछि आफ्नो खारेज गरेर जानुपर्छ नि। मलाई चाहेको पहिला त्यसैको झन्डा बोकेर हिँडेको नबोकेर हिँडेको होइन, त्यही बुढोलाई सपोर्ट गरे हो। अब गर्नु पर्यो नि त होइन र। भर्खरको युवा मान्छे मलाई गाउँमा पानी ल्याएको थियो गर्छ भनेर गरिदिएको, त्यति बेला माया टुङ्ने गरियो। अहिले माया सालालाई भेट्ने भने नै वडा अध्यक्ष सडा अध्यक्ष मलाई घुसाइदिनु हुन्थ्यो तलतिर माया टुङ्ने। काठमाडौँ म काठमाडौँ जाने काम छ भनेर गफ हानेर लाएर माया टुङ्ने लक्ष्मीगिरी र अर्को कुदलाई दियो, आफू फरार। माया टुङ्ने सिधै अमेरिका पुगेपछि अनि फाइनल्ली अमेरिका भनेर फोटो धस्काउँछन्। के गर्ने, गाह्रो छ गाइस गाह्रो। नेपालीहरू नेताहरू झुट बोल्छन् भन्थे, हुन त प्रचण्डकै पिए परे क्या, प्रचण्डकै छुटहरू भुन्केर हुन त आफ्नै गाउँ ठाउँको छोरा नाति भनेर भोट दिएका के अरे भोट दिएको 6-7 महिना नि बसेन जहाँ आँटा। केही छैन गाइस। अब नेता बन्ने चप्प एउटा घटाएर नि कि अमेरिका चल्दै नि सकिहाल्यो नि। बाटा बजेट ल्याम्म घर हाल्ने नि रहेछ क्या गाइस अहिले त। सब नेताहरूले भेडा भन्छन् के जनताहरू के अरे सब नेताहरू बाठा खान्, जनताहरू भेडा खान्, भइहाल्यो त। हाम्रो त म अरू केही भन्दिनँ, हाम्रो दाहरू त्यत्रो पढेको माटो नि अरू तिमीहरू सब यार के भएको छ। एकचोटि त मलाई घन्टीको झन्डा बोकेर हिँडायो न यार, माटोको झन्डा बोकेर हिँडायो। त्यो मलाई पुरानो दल त्यही मासु भात बियरमै बिगाएको छौ तिमीहरू यार। एकचोटि घन्टी बजाएर हेर त कस्तो हुँदो रहेछ थाहा हुन्छ तिमीहरूलाई। धेरै नभने बनाउन नसकिने त्यो बनाइराखेको संरचना बिगार्न चाहिँ भएन कि। अरूको देशले माटोमा मिसाइल दाग्ने बेलामा हाम्रो देशमा माटोमा चुरोट फुक्दै बस्छन् अनि कहाँ हुन्छ। पढाइ पनि त्यही अनुसारको हुनु पऱ्यो स्टुडेन्टहरूलाई होइन। अहिले त मानव वर्ल्ड वार सेकेन्ड वर्ल्ड वार हुन लाग्यो कि सेकेन्ड कि थर्ड वर्ल्ड वार भयो भने नेपालीले के खुकुरी लिएर लड्छ। म चाहिँ त माथि बम आउँदाखेरि के खुकुरी लिएर लड्छ। हौडा छन् कि हाम्रो देशमा त डिफ्युजर पनि छैन होला सायद। 3-4वटा मिसाइल एकैचोटि हाल्दो भने त अनि माटोमा डिफ्युजर छैन होला। अनि त्यसपछि राम 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 भन्ने ढुङ्गा पनि छिर्ने त होला। लगाइ ढुङ्गा आइयो। मैले चाहिँ यो अब जो पनि भन्छ नि औरा अध्यक्ष त्योले चाहिँ राम्रो काम गरेन भने चाहिँ गइस् है बाबु विचार गरेर। लगाइजु त्यो माथिको चाहिँ हाम्रो गाउँ हो। यता माथिको चाहिँ हाम्रो गाउँ पर्छ ठ्याक्कै सबै। हामी पहिला पहिला यहाँ फेदबाट यहाँ तलबाट धान मकैहरू बोकेर माथि लिएर जान्थ्यो गाउँमा। अहिले चाहिँ ट्र्याक्टर जान्छ। हाम्रोतिर पनि खासै नराम्रो चाहिँ छैन बाटो, कोही कोही ठाउँमा चाहिँ ध्वस्तै छ। नराम्रो भनेको त्यही 2-3 ठाउँमा छ, लास्टै छ कि त्यहाँ फेरि। अनि ल गाइस भाइरल गाडी राजाको सवारी अरे जुत्ता सुत्ता जेसुकै उठे नि गर्ने मान्छे हेर्नु पर्यो के। चोरै चोर हेरेर त भन नि त। एमाले काङ्ग्रेस पनि नराम्रो भनेको होइन क्या, त्यो पुरानो बुढाहरूलाई आउन दिन भएन। अब यस्तो गगन्नेलाई दिन्छन्, त्यसलाई दिनै नहुने मान्छे त्यो मलाई के बोल्यो भनेर सुरै पाउन्न। अनि केपी ओलीले यो भयो यस्ता टोपलाहरूलाई दिनै हुन्न। मन्त्री नभए बस्यो भने त म त खसखस हुन्छ भन्छ माटो खाल्टो भनेर खसै गाडिदिनु पर्ने अनि आनन्दै हुन्थ्यो। वा यो तल्लो सापले हामी 4 भाइ। एमदूत हो सबै अब नराम्रो हुन्छ भन्ने हुँदैन। किन अरे यति धेरै टिप्पो चलेको।
Huh? ल गाइस वेलकम टु माई गाउँ। यही हो केटा हो मेरो गाउँ। अनि मेरो घर चाहिँ सानो छ कि सानो, के गर्नु गाह्रो छ नि। गाउँमा घर बनाइहालियो, पोखराबाट थेचर बाटो लगाइयो, यस्तै छ केटा हो। यस्तै के गर्छौ, गाह्रो छ। ल गाइड म त 20% चार्जले गाउँ आइपुग्दो रहेछु त यार। आनन्दले 20% ल्याइ आइदियो त यार। लगाइ चाहिँ हाम्रो माथि गाउँपालिका वडा नम्बर 12 को हस्पिटल गएर क्यामेरा बनाउनु छ भने भन्ने म बनाइदिइहाल्छु क्या। जुनेली रातै रातैमा म भुले। नयाँ बजार 1 किलोमिटर H0 NH03। ल गाइस माथि गाउँपालिका घुम्ले बजारको पुल। हम बच्चा बेलामा झोलुङ्गे पुलमा पिङ खेल्थ्यौँ यार। त्यहाँ गाडी लास्टै खसिन्थ्यो नि त पहिला पहिला, अनि त्यही भएर ढलन गरेको हुन्। ठुला यहाँ रहेछन्। ठुला पनि रहेछ ठुला। कहाँ राख्ने हो त नि, उठाइहाल्ने हो उठाइहाल्ने हो। कोहीले खने त नि हो। पकड यसलाई, खोल्न त्यो पखान, म यो पक्रिदिन्छु कि। ए ए कहाँ गयो बाउ घर आएको।